यस साथीहरू तपाईहरुलाई म भन्ने गर्थे नि हाम्रो खोला पनि पुरा पर्छ अचानक भनेर अन्त अहिले चाहिँ नि बढिरहेको छ हो यहाँ देख्न सक्नुहुन्छ हैन मैला पानी आइरहेको छ अन्त खासै त अब अस्ति हेरी चाहिँ अलिक बढेकै हो तर नि यो भन्दा ठुलो आउँछ हैन यहाँनिर वाल बाटोसम्म आउँछ कोही बेला पानीहरु चाहिँ यो वाल बाटोमा पनि पस्छ नि त अन्त अहिले त नि साथीहरु के साह्रो पानीहरुले गर्दाखेरि बिगार गरिरहेको छ है हामी फोनमा देख्न सक्छौं न्यूजहरुतिर देख्न सक्छौं नि हैन ल्यान्डस्लाइडको कारणले पानीहरु पुरा भित्किरहेको छ मतलब जमिनहरु पहिरो गइरहेको छ देख्छौं नि हामी फोनमा यति नराम्रो लाग्छ हैन कति जनाको डेथहरु भएको सुन्छौं हैन नराम्रो लागि आउँछ हैन अन्त यो त अब हाम्रो त सानो खोला हो खासमा त तर टिस्टा त एकदमै ठुलो हो नि त अझै त्यहाँ पनि पानी पुरा आइरहेको छ अहिले हैन अन्त तपाईहरु चाहिँ अब सबैजना अवेयर बस्नुपर्ने नि त्यो भनिरहेको थियो नि है खोलातिर नजाउँ है अभोइड गरौँ खोलातिर जानु किनभने यो पानी भन्ने कुराले कतिखेर आउँछ र सोतारी लग्छ थाहा पाउँदैन है जसै अस्ति फ्लडको टाइममा तपाईहरु सबैजनालाई थाहा छ यस्तो नराम्रो दुर्घटना घटेको थियो त्यो समयमा है त्यो भएर चाहिँ त्यो हाम्रो मान्छेकोमा मनमा डर चाहिँ हुन्छ कि तर अलिकति के भयो भने हामी डरहरु बोलिन्छौं नि त तर तपाईहरु जति सक्दो खोलाहरु नजानुहोस् है आफ्नो आफूले केयर गर्नुपर्ने हुन्छ है अन्त यो खोला बढ्दाखेरि चाहिँ नि वाल बाटोमा हिँड्दाखेरि चाहिँ यस्तो उयो गनाउँछ कि लेदो माटो लेदो हुन्छ नि त्यो नमिठो लेदो गनाउँछ हैन अन्त यो त केही हैन यो त जस्ट ड्याम मात्रै हो हैन यो खोला चाहिँ फेरि त्यतिकै नाम चाहिँ बौला खोला हैन नि साथीहरु खतरा वर्ष हैन अन्त त्यही भन्नु चाहेको नि तपाईहरुलाई खोलातिर नजानुहोस् है आफूले आफ्नो वास्ता गर्नुहोस् स्पेशली केटाकेटीहरु भाइ बहिनीहरु म त देखे भने कराउँछु साथीहरु जेसुकै होस् हैन राम्रो कुराको लागि त कराउँदा केही पनि हुँदैन नि त म चाहिँ जब खोलामा केटाकेटीहरु खेल्दै गरेको हुन्छ नि कराउँदै हिँड्दिन्छु भाइ यता निस्किनु बहिनी यता निस्किनु खोला बढ्छ भन्दै कराउँदै हिँड्छु एउटा मानवता हो नि त हैन ला भरे पानीले केही भयो भने भन्ने एउटा डर हुन्छ हैन अन्त मलाई चाहिँ भन्नु मन पर्छ सो म भनिहाल्छु हैन तपाईहरुले पनि इफ देख्नु भयो भने भाइ बहिनीहरुलाई अब बुद्धि हुँदैन नि त दिमाग हुँदैन सो भन्नुपर्ने हुन्छ है हामीले अन्त तपाईहरु पनि नजानुहोस् एकदमै आफूले आफ्नो केयर गर्नुहोस् सबैजनाले आफ्नो केयर गर्नुहोस् है त्यही भन्न चाहन्छु आफै सतर्क रहनु पर्यो नि समयमै नभए पिछाडी पछौतो बोकेर हिँड्नु भन्दाखेरि चाहिँ समयमै होशियारी कदम उचालेकै एकदम असल हो है सो त्यही भन्नु चाहेको हेर्नुहोस् एक खेप फेरि नजारा हो